यो सुशीलको यो रबिन बाप्सको यो बजारतिर भयो त डेन्जर खर्बाउ होइन एकदम मालामाल यो छकामक हुन्थ्यो होइन यहाँबाट त स्कुलसम्म चाहिँ सुशील बाप्सको यहाँबाट यो बारी भयो त्यो बारी भयो त्यो बारी त्यो बारी त्यो बारी अनि यस्तो ठुलो ठुलो फाँटहरू रहेछ क्या फेरि घिरिङको त्यो माथिपट्टि त्यो के अरे गोपाल बुढोहरूको डाँडामा भयो होइन त्यो बुढोहरूको डाँडामा सुशीलहरूको चाहिँ अलिक तलपट्टि रहेछ बस कति उतै रहेछ भने आधी घन्टाको फरक बुढोहरूको गाउँबाट यहाँ आइपुग्नलाई आधी घन्टाको फरक रहेछ साधनमा अलिकति पिच भयो त फेरि भिमातबाट 25 मिनटको बाटोको केटा होइन टेन्सन लिनु पर्दैन अरू पालि चाहिँ ट्याक्क लाएर मेबी अब बाहिर जाउँ या जतासुकै जाउँ मन्त्रमै हौँ होइन अर्कोचोटि आउँदा एकदम पछि आउँदाखेरि चाहिँ पिच हुन्छ भन्ने मलाई एकदम आशा लागिसकेको छ त्यतातिर चाहिँ किनकि पिचको यतापट्टि त्यो बाटो अन रोड बनाउनको लागि चाहिँ एकदम पहिला कार्य हुँदैछ होइन यहाँ के लगाएको हो त नि यहाँनिर चाहिँ यहाँ यो 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 के लगाएको जस्तो लाग्यो मलाई केरोसिन मेबी त्यस्तै केरोसिन यताउति बाली नै लगाएको होला उनीहरूले चाहिँ यतिकै चाहिँ छोडेको होइन यो चाहिँ यतातिर चाहिँ यो चाहिँ घामसाम यो के अरे घाँस काटिसकेको रहेछ सुशील बाप्सले देखाउँदैछ यो यता चाहिँ भर्खरै घाँस काटेको रहेछ यहाँ चाहिँ केराउै रहेछ यो चाहिँ केराउ हो यहाँ फेरि खरायोहरू डेन्जर लाउँछ है वन खरायोहरू डेन्जर भएको छ है जङ्गलको को अमृत दाइ आज पुग्यो आउँदैन भन्देऊ न मा बुढोलाई के भइसक्यो होला बुढो मलाई हेलो हेलो हजुर हजुर दाइ आज खुला यार खुला ले यार खुला राम थान रातिले सेन्डाले माराले इसे मनिस मिसनाङ खाटाङ मिसनाङ मुनि कुडी खेर सोले गारा मिसके पाचा मनिस त स्वर मासु मिस्छ खै स्वर मासु ल बुढालाई फेरि मिठो चक्का पानिसकेको छ हामीदेखि दादाहरूले चाहिँ त्यो तलै रोडै पुग्ने हो यहाँबाट यो बारी यहाँ छ नि यो देखेछ यो तिम्रो हो सबै मुलाहरू सबै मेरो आमाले गर्यो यो तिमीहरूको जना आमाले गर्यो यो तिमीहरूले हो यो पनि यो यो तल आउ सही हो यार बिचरा देखेछौ नि तेरो त कस्तो बबाल छ यो चाहिँ घाँस यो सब घाँसको कहिल्यै दुखाउन्न तर घाँसहरू चाहिँ बबाल हुँदैन डालेले पुग्दो रहेछ क्या मलाई यहाँ अन्त यताउति घाँस यहाँ यो बारी देखिसक्यो होइन एकचोटि सर देखाउ त यो देखिसक्यो मैले यस्तो हुन्छ कि हेर त पछि गएर त्यस्तै त्यो अब माथिको चाहिँ भर्खर छरे रहेछ होइन त्यो उम्रिराख यो चाहिँ ठुलो भइसकेको रहेछ अलि अगाडि नै त्यो चाहिँ पुरा खनिउहरूको घाँस पुरै के डाले यतापट्टि चाहिँ त्यो हाते घाँसहरू काट्न नपर्दो रहेछ भन्ने मलाई लागेको छ होइन हाम्रोतिर चाहिँ फेरि डालेहरू खासै हुँदैन पुरा हातले हो है घाँस काट्ने फेरि भैँसीहरूलाई यो सबै यो यत्रो छ नि हेलिकप्टर अट्छ होइन हेलिकप्टरलाई त मलाई धेरै ठाउँ चाहिँदैन यहाँ ढुक्क 3-4वटा अट्छ यहाँ होइन उस्तै गरे नि प्लेनको एयरपोर्टै बनाउन मिल्ने खालको बारी रहेछ होइन सब बाजेहरूले छोडिसके आफ्नो बाजे पनि अब बाउ बाजेले छोडिसके मेरै अब जे होस् आफूले गरेर बस्ने होइन चाहिँ यही हो मेरो यही हो पुरा सब रहेछ पछि पिच भयो भने यो बाटो नि दामी बन्छ होइन पछि पिच भयो होइन पिच हुन्छ होला जस्तै लाग्छ मलाई पछि छिटै हुन्छ होला जस्तो लाग्यो यताउति होइन अनि अरू त त्यस्तै हो अनि त्यो परेको छ त त्यो के भन्छ त्यो मान्छे जस्तो बनाएको त्यो चाहिँ ढेडो बाटो त नलागोस् जस जे भयो नि त्यो चाहिँ नखाओस् अन्य जन्तुहरूले नखाओस् त्यस्तो भन्नको लागि बनाएको होइन अघि हामी आएको त्यहीँ हो किट्टा छिट्टा आएको एउटा त्यहाँ एउटा यहाँ रबिन दोस्तको घर चाहिँ त्यो हो होइन देख्न सक्नु राति हुँदो अब यस्तो हामी चाहिँ
सुशीलको पहिलाको घरमा यस्तो भ्रमण गरिराख होइन यतापट्टि यहाँ मान्छेहरू बस्दै हेर यतातिर पुरा यस्तो रहेछ है यो झाता 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 भन्ने थाहा छ जाँता भन्ने त्यो मकैसँगै पिस जाँतो भन्छ क्या जाँतो यस्तो बबाल रहेछ अरे यो राख्न सक्ने खोपा यसलाई के भन्छ खोपा भन्छ क्या हाम्रोतिर त यहाँ आगो बाल्ने आमाले बेला बेला आगो बाल्छ यहाँ यो बबाल रहेछ यस्तो हुन्छ दामी रहेछ यार यस्तो रासन पानी यस्तो दामी रहेछ यो चाहिँ घरभित्र है हामी चाहिँ अहिले घरभित्र छौँ पुरा होइन कतिर राख्ने भाँडासाँडा राख्ने ठाउँ भइहाल्यो बिचराले त सबै छोडेर पुरा यो माकुराले जालोसालले चाहिँ घर चाहिँ एकदम बबाल रहेछ होइन भइहाल्यो ठुलो हो नि यो त डेन्जर ठुलो हो नि यार घर यार गाउँतिरको घर यत्रो भनेको डेन्जर ठुलो हो नि त अनि हामी अब फेरि भ्रमण गर्न तलमाथि गइसकेका छौँ सुशीलको घरमाथि सुशीलले हामीलाई एकदम भ्रमण गराउँदा कहिले काहीँ सुत्थ्यौँ है यो चाहिँ वार्ताली भइहाल्यो होइन अनि फेरि यहाँ चाहिँ तालासाला लाएर रहेछ यस्तो रहेछ कोठासोटा आगो बेला अब सुत्न पुगेन ठाउँ पेन है यहाँ ओछ्यान लगाइदिने यहाँ खाटसाट छ यो चाहिँ वार्ताली टाइपको भयो होइन पर्सनल कोठा यो चाहिँ पर्सनल टाइपको भयो अब यहाँबाट चाहिँ होइन हामीले रासन पानी माथि घर चाहिँ मकैहरू राख्छ होला धानहरू चाहिँ यहाँ राख्छ हामीले अहिले स्टोरेज छ होला यहाँनिर के छ होला सामानहरू होइन यहाँबाट देख्न सक्नुहुन्छ यहाँबाट देखायो भने पुरै खाली स्पेस पुरै यस्तो छ होइन खाली स्पेस पुरै लिफेर राखेछ दामी छ है बगाल छ मान्छे नभए पनि यहाँबाट यो देखेछौ नि भकारी के हो यो त्यहाँभित्र चाहिँ धान छ यहाँभित्र पुरै धान अहिले नि छ अहिले नि छ अहिले चाहिँ मैले यो झ्याल के अरे यो ढोका ताला खोल्न नमिल्ने भएर यहाँभित्र चाहिँ धान सान छ अरे है पुरा जाने यो भित्र पो तालासाला छैन तालासाला यहाँबाट देखाइदेऊ त त्यहाँ मेन चाहिँ त्यो हाम्रो धान देखिसकेको छौँ हामीले यो चाहिँ यो बार्लाको चाहिँ एकदम धान साने स्टोर टाइपको होइन अन्नको स्टोर टाइपको पुरै माटो ढुङ्गाले बनाएको हुन्छ यो चाहिँ यसरी चाहिँ जसरी देख्नु होइन यो भित्र पुरै सब धानहरू भित्र राखिदिनु भएको रहेछ है पुरानो घर भए पनि बबाल है यो चाहिँ केटाको केटा सिधा दामी रहेछ जिब्बार त नि भयो लाइन त अहिले बल्दैन यहाँ होला है यहाँ बल्छ हामीले राति बाल्छ मान्छे ए बाल्छ अहिले पनि बाल्छ त्यति गयो यार बबाल यो चाहिँ तर यो चाहिँ सानो सानो हुँदो रहेछ ढुङ्गा चाहिँ होइन एकदम बबाल छाउने ढुङ्गाहरू चाहिँ एकदम सानो सानो हुँदो रहेछ हाम्रोतिर चाहिँ अलिक ठुलो ठुलो हुन्छ क्या यस्तो यही ढुङ्गा यस्तैमा तर यत्रो यत्रो ठुलो हुन्छ क्या ढुङ्गाहरू चाहिँ त्यस्तो हुन्छ कि फेरि यहाँ चाहिँ एकदम सानो सानो हुँदो रहेछ घर त वाइल्ड ठुलो रहेछ यार आमा यार योबाट ढ्वाङ यहाँबाट भित्र छिर्न पाएको भए फेरि माथि तल पनि छ फेरि हो यस्तो चाबी चाबी लगाएको हुनाले हामी चाहिँ अहिले भ्रमण गर्न सकेनौँ होइन अब बाहिरबाट देखेको पनि भइहाल्यो होइन के छ यो किचन यो किचन यो चाहिँ किचन थियो अरे हल चाहिँ यस्तो रहेछ भातसात पकाएर तरकारी पकाएर त्यहाँ राख्थ्यो यो चुलो सुलो रहेछ बिचरा अहिले चाहिँ भत्किसकेको रहेछ है त्यहाँबाट पनि ढुङ्गा देखियो पुरै माटोहरू झरेर त्यो ठाउँ चाहिँ बबालै रहेछ है बिचरा छोडेर होइन घर त बबालै रहेछ यहाँ त लगाइदिनु पर्छ यो यस्तो रहेछ पुरा होइन ल हामी चाहिँ अब अर्कै अब सुशील घरै जाँदैछौँ ल है आन्टीले चाहिँ पुरा यहाँ खानासानाको व्यवस्था गरिसक्नु भएको रहेछ यहाँनिर होइन रातै पऱ्यो नि अब त कुन नालिया छ नि स्लोपबाट त्यो माथि त तेजपत्ताहरू छ तेजपत्ता लाने हो चियामा हालेर खाने कुरा मन्त्रमा काम लाउनु सक्छ मन्त्रमा नि काटेर दालै काटेर जतिकै लिएर गयो नि काम लाउँछ पात सात होइन डेन्जर बुटो हेर त्यो ठुलो देखेछ नि त्यो बुटो त्यो ठुलो त्यसको त्यो मुनिको चाहिँ फेरि दालचिनी भन्छ नि बोक्रा थाहा छैन होइन बोक्रा नि फेरि बबाल स्वादिष्ट हुन्छ हुन्छ फेरि सुशील अर्को भ्रमणमा जाँदैछौँ हामी होइन यता चाहिँ वासरुम भयो यता फोहोर फाल्ने ठाउँ यो चाहिँ दाउरा राख्ने ठाउँ होइन
दाउरा चाहिँ अलि जताततै रहेछ। अचार पनि बनाउँछ फेरि हाम्रो गाउँतिर। के भन्छ यसलाई? पिँडालु भन्छ के हामी? पिँडालु, यो पिँडालुको ठ्याक्कै अपोजिट फ्याउसो। यसको चाहिँ फल हुन्न, सेम पिँडालु जस्तो फ्याउसो। तल त हुन्छ होला नि त फेरि। कस्तो हुन्छ थाहा छैन, तर खान्न। फ्याउसो त फ्याउसै भन्छ होइन, कोक्याउँछ क्या यसले। त्यस तल त यसको फल हुन्छ क्या मुला। यो चाहिँ उखु रहेछ। यो चाहिँ सुशील बाप्सी लगाएको उखु सुखु है। पुरा यस्तो रहेछ। धुलो त फेरि भन्नै पर्दैन माया। यसरी यति गर्छ यति गर्छ। फेरि अलिक शीत परेपछि स्याप्पै हो अरे माया, धुलो सुलो गायब हो फेरि। फेरि हामी अर्को भ्रमणमा जाँदैछौँ, देख्न सक्नुहुन्छ। ल केटा अब अहिले चाहिँ बिहान उठिसकेको छ दादाहरू चाहिँ होइन, ढक्क लाएर अब चल्दिन लाग्यो। यस्तो आमाले पुरै यस्तो छ कि के भन्छ यो हुस्सुले क्या हाउडा भइछ। सबै शीत परेर यस्तो भएछ। स्कुटी चाहिँ यस्तो सर फुर हिउँ झरेको क्या यस्तो पुरै यो बिहानको समयमा। चियालाइदिइसक्नु भएको चिया खाने यस्तो। यहाँ छ दादाको चिया चाहिँ फेरि। सुशीलले चाहिँ वहाँनिर सामान रेडी भइसकेको छ दादाहरू। सक्दैन नि फेरि लास्ट दिइसक्यो। फेरि अहिले उठेर नगयो भने अहिले फेरि काम गर्न ल्याइँदैन कि भन्ने कुरो नि हो। कामसम्म नि पुग्नु पर्ने छ यार, गाह्रो छ नि। हेर त दाउरा साउरा सब यस्तो छ। भाँडा राख्ने ठाउँ त्यही भाँडा त पुरै यस्तो भइसकेको छ पुरै शीतले। डेन्जर छ क्या त्यो यस्तो सोरो राखेको। अहिले मानुकोट बबाल भएर होला यार। ल केटा अहिले चिया खान्छौँ हामी, सामान मिलाएर बाटोतिर यताउति भेटौँला है। अहिले त यस्तै हो केटा, मुखनी धो होइन, मुखनी नदिकन चल्दिने हो। पानी नि लास्टै चिसो छ। अरू दादाहरू चाहिँ के भन्छ यहाँ आइसकेको छ के अरे, यो देउराली भन्दा नि मुनिपट्टि भिमाद माथि देउराली मुनि कुन ठाउँ हो त्यो त थाहा भएन। त्यो अमृत बुढो र म पनि यहीँनिर बसेको थिएँ क्या अरे होइन। यस्तो लाग्यो यो नलाग्यो भए त मरिने रहेछ। शीत डेन्जर शीतै शीत चुइएको क्या केटा है। यता चाहिँ डेन्जर औडा भयो। अनि उहाँ देख्न सक्नुहुन्छ यस्तो छ क्या बादली। मानुकोट जानु पर्दैन है केटा हेर्नलाई चाहिँ बादल देख्न सक्नुहुन्छ। यहाँ तल चाहिँ यो बादल छ है। अरू त के भन्ने र, चिसो चाहिँ अति रहेछ। हामी कति घन्टामा आइपुग्यौँ? 5:30 बजी हिँडेको, अहिले 1 त्यस्तै 50 भयो होला। हामी चाहिँ 1 घन्टा त्यस्तै 10 मिनट 15 मिनट भइसक्यो वहाँबाट हिँडेको। अब भिमाद 15 मिनट 20 मिनटमा पुग्छौँ है। 15-20 मिनटमा पुग्छौँ भिमाद। त्यसपछि डाइरेक्ट पोखराको यात्रा, त्यहाँ चिया खाइन्छ कि के गरिन्छ। हामी त्यसपछि पोखरा पुगेर काममा चर्याप। अब यहाँनिर एक सर्ट हान्नु पऱ्यो दादाले। डेन्जर शीत पऱ्यो है देखाउँछौँ केटाहरू। यस्तो छ है शीत चाहिँ पुरा। हामी चाहिँ यहाँ बसेको हेलमेटको यस्तो भाइचरै भयो। डेन्जर शीत छ क्या, बेलाउँ भने केही नै देख्दैन अगाडि होइन। पुरा यो हुस्सु छ क्या यतातिर चाहिँ। हाम्रो बाटो हेर त सफ लफ्याकै यो शीतले हैरानी गरेको छ। यहाँ तलतिर चाहिँ डेन्जर भिड रहेछ। अनि यहाँनिर हल्का स्कुटी यहाँ क्यार के भइरहेको थियो क्या। अनि त्यो गर्नलाई रोकेको हामी चाहिँ है। तल आइसक्यो हामी, भिमादतिर आइपुग्न लागिसक्यो। अब सरासरी फटाफटी ढिलो नगरिकन हामी अघि बढ्न चाहन्छौँ। सुशील बाप्सी पुरा यहाँ यस्तो गीत सित खोजिराखेको क्या फेरि यहाँ कुन गीत बजाउने अब भनेर। यो चाहिँ डाँडाको साधन। लगडा अब दादाहरू चाहिँ पुरा रेस्टुरेन्टमा आइसकेर पुरा तलपल हालिसक्यो होइन। भर्खर आइपुगेको हामी चाहिँ के भन्छ आएर साथसाथ मोलिसकेको छौँ हामी। ठ्याक्क 9:30 बजी आइपुगेको पोखरा चाहिँ। देख्न सक्नुहुन्छ हाम्रो मोलेले चाहिँ पुरा यहाँनिर दाँत चम्काउने काम गरिदिइरहेको यहाँ यस्तो पारामा। भोलि दादाको पनि छुट्टी हो फेरि। हामी टल्कामै छौँ हामी पनि। यहाँ खुजन्दियो त फेरि केटाहरूको जक्सन फेरि यहाँ छ। उहाँबाट ल्याएको कोसीले चाहिँ यहाँ राख्दैछौँ हामीले। यहाँनिर 12 यता दादाले हानिरहनु भएको छ यहाँनिर यस्तो चरापा पारामा। कस्तो लाग्यो त नि अनि? मिठै छ। अलिक धेरै बोकेर आउनु पर्ने भनिरहेको है। यहीँ छ झोलासोला यहीँ हो। ज्याकेट फुकालेर पुरा छ। यस्तो हाम्रो बहिनी चाहिँ त्यहाँ बसिरहेको त्यहाँ टक्क लाएर। अब
हामीमा त जे होस् लगभग सबै आधी कामहरू भइसकेको रहेछ भने अलिकति ढिलो भएको थियो मिलाउन न कहिले कभी होता है बहिनी चाहिँ यहाँनिर काम हानिरहेको पुरा सक्दैन नि फेरि सक्दैन नि फेरि एकटा त्यो अहिले